एउटा सुस्वास्थ्यको लागि कामना गर्न जहिले पनि हामी खालीबाट पूजा गर्न जान्थ्यौँ। म ठ्याक्कै त्यही कन्सेप्टमा यो यसमा कसैको विरोध होइन, हामी पशुको लागि र कसैको जीवनको लागि हामी त्यो गर्नुको लागि र प्रकृतिको लागि र पर्यावरणको लागि हामी जहिले पनि खालीबाट हिँड्थ्यौँ। त्यहाँ जानु आस्था र मान्यता यहाँ पनि यस्तै हो भनेर मान्छेले यसमा गलत नसुन्नुलाई भनेको छु मैले। धेरै बबई डाइभर्सनमा जस्तै जलविद्युतका उत्पादनका आयोजकहरू भनिरहेछन् ती तुरुन्त बन्यो भने कर्णाली साइड चाहिँ यी सबै समस्या हट्नेछन्। कर्णालीबाट अब जस्तै हाम्रो खानी देखेर जस्तै अब ग्यास भेटेर होइन हल्दी भएको छ होइन, यसले जस्तै यसरी बत्तीबाट बत्ती आइदियो भने अझै हामी धेरै अगाडि बढ्नेछौँ भनेको छ। विकासका साथसाथै पर्यावरण पनि सँगै लैजानु पऱ्यो। अनि राराको वरिपरि पैदल मार्ग बनाउने बेलामा सकेसम्म त्यहीका ढुङ्गाहरू लाउने गरियोस्। तपाईँको कुरा एकदम राम्रो छ। के भने विकास गर्दाखेरि वातावरण इकोसिस्टम सब चाहिँ नि मेन्टेन गरेर चल्नु पर्यो। विकासले वातावरण बिगार्नु भएन, वातावरण र विकास सँगसँगै जानु पर्यो। वातावरण नबिगारिकन त्यसलाई सिँगार्नुपर्छ, चित्तिका पार्नुपर्छ। वातावरण इकोसिस्टम त्यसलाई ध्यानमा राख्नुपर्छ। त्यस कारण तपाईँको कुरा ठिक छ, राम्रो छ। तपाईँले गरेको अभियान ठिक छ। त्यस अभियानलाई तपाईँले एकदम ठिक ढङ्गले लानुहोस् भन्ने मेरो शुभकामना। सुशासन भनेपछि भ्रष्टाचार नियन्त्रण होस्, कमिसन तन्त्र नियन्त्रण होस्, घुसखोरी नियन्त्रण होस्, जनतालाई सेवा नदिएर दुःख दिने घुस खाने कुराहरू बन्द होस्। यी सबै कुरा तपाईँका हाम्रा छन्।